श्रीमन्नारायणले भन्नुभयो, यसपछि चिन्ताले व्याकुल भएका ती राजाको घरमा रामचरित्रको रामायण रचना गर्न वाल्मीकि मुनि आइपुग्नुभयो। राजा दृढ धनवाले टाढैबाट वाल्मीकि मुनिलाई आइरहेको देखेर हतपत उठेर भक्तिपूर्वक तिनका चरणकमलमा लौरो झारी लम्पसार परेर लौरो झैँ लम्पसार परेर हामीले यहाँ अहिले भर सासन गर्छौँ नि, लम्पसार परेर लौरो जस्तै लौरो उल्टो लम्पसार पर्नु पर्छ अरे हामीहरू। किन यहाँ त्यसै आइरहेको छ नै, है चरणकमल लौरो झैँ लम्पसार परेर अरे हामी भनेको लौरो झैँ परेर लम्पसार पर्नुपर्छ। त्यो ढोका नपर्छ त्यहाँ साँगुरो घरमा मैले यस्तो भोटो लम्पसार परेर ढोकिदिए। विधिपूर्वक पूजा गरेर ती ऋषि अति उत्तम श्रेष्ठ आस्थानमा बसाउँदा भए र उनका दुवै पाउलाई काखमा राखेर आफ्ना दुवै हातले मली धोइदिए। त्यो चरणोदकालाई बडो हर्षपूर्वक शिरमा धारेर सुगाको वचन सम्झँदै राजा दृष्ट धनवाले मधुर बोलीले भने, दृष्ट धावनले भने, हे भगवान, यतिखेर म कृत्य छु, भाग्यमानी छु। आज मेरो जन्म सफल भयो। हे प्रभु, आज मेरो मनोरथ पुरा भयो। आज जो तपाईँ प्रत्यक्ष देख्नुभयो त्यसले गर्दा मैले पढेको सुनेको सबै फल भयो। हे जगतैलाई पवित्र पार्नु प्रभु, आज म मेरो ठुलो भाग्य के वर्णन गरौँ। श्रीमन्नारायणले भन्नुभयो। यति कुरो ती मुनि श्रेष्ठले वाल्मीकिलाई कहेर ती राजा दृढ धन्य चुप्प लागे। त्यसपछि वाल्मीकि मुनिले पनि ती राजालाई अत्यन्तै विनयी देखेर अत्यन्तै प्रसन्न मनले राजालाई हर्षित पार्दै भन्नुभयो। वाल्मीकिले भन्नुभयो, हे निरुप श्रेष्ठ, ठिक छ। तिमी यी सबै कुरा हुनु उपयुक्त छ, किन्तु हे राजन, तिमी चिन्ताले किन आतुर छौ? मनमा भएको त्यो सबै कुरा बताऊ। त्यस्तो लाग्छ कि तिम्रो केही भन्ने इच्छा छ, त्यसकारण हे महाबुद्धिमान त्यो कुरा भन। तब राजा दृढ धनवले भने, तपाईँका चरणकमलमा कृपाले सदा सर्वदा मलाई सुखै सुख छ। परन्तु हे विद्वान, मेरो मनमा एउटा ठुलो सन्देह छ। जङ्गली सुगाको मुखबाट निस्केको डाँडा जस्तो त्यो वचनलाई तपाईँलाई सावधान गरी दिनुहोस् र मेरो मनको खुल्दुली मेटाइदिनुहोस्। कुनै समयमा म शिकार खेल्न इच्छाले बाक्लो घन वनमा गएको थिएँ। त्यहाँ घुम्दै एउटा ठुलो पोखरी देखेर त्यस पोखरीमा मैले प्रशस्त पानी पिएँ। त्यसपछि थकाइ मेटाउनको इच्छाले एउटा ठुलो बरको रुखमुनि बसे। अत्यन्तै बाक्लो तथा शीतल छाया भएकोले मन र आँखा रमाउने त्यस रुखमा मनलाई नै प्रसन्न पार्ने सुगा बसेको देखेँ। जसै म एकपटक लगाएर त्यस चरालाई हेरिरहेको थिएँ, त्यतिकैमा त्यो मेरो सम्मुख भएर एउटा श्लोक पढ्दो भयो। यस पृथ्वी तालमा विद्यमान अतुल सुख ऐश्वर्य देखेर यदि तिमी आत्माको चिन्तन मनन गर्दैनौ भने तब कसरी यो संसारको प्यारी जाउला। सुगाले भनेका यस्ता वचन सुनेर म छक्क परेँ। हे ब्रह्मन र हे मुनि, म त्यस्तो पटक्कै जानिरहेको छैन।
कि त्यो पन्छीले के भन्यो? मेरो हृदयको यो सन्देहलाई तपाईँ उल्लेख्न सक्नुहुन्छ। मेरो राज्य सुख तथा हेरिदिनु जस्ता सम्राट, चारवटा छोराका अति राम्री पतिव्रता पत्नी अनि हात्ती घोडा र रथ सेनाहरू तथा माग्ने सम्पत्ति, हे ब्रह्मदेवता, त्यति देखेर मलाई यी सारा कुन पुण्य प्राप्त भएका छन्, यो सब कुरो विचार गरेर संक्षेपमा मलाई बताइदिनुहोस्। राजा दृढ धनवका यस्ता कुरा सुनेर मुनि श्रेष्ठ वाल्मीकि ऋषि प्राणायाम गर्दै 2 घडीसम्म ध्यानमा लीन रहेर तब हत्केलामा रहेको अमलाई झैँ विश्वलाई र भूत बितेका पछि हुने जो भइरहेको छ तिनलाई समाधिको बलले हृदयमै देखेर र निश्चय गरेर ती मुनिले राजालाई उत्तर दिनुभयो। वाल्मीकिले भन्नुभयो, हे श्रेष्ठ राजा, तपाईँको पूर्वजन्म चरित्र सुन्नुहोस्। हे राजेन्द्र, पूर्वजन्ममा तपाईँ द्रविड देशमा जन्मनु भएको र ताम्रपाणी नदीको किनारामा बस्ने सुदेव नाम गरिएको कोही ब्रह्माण्ड हुनुहुन्थ्यो। अनि तपाईँ धार्मिक सत्यवादी जो मिल्छ त्यसैमा सन्तोष गर्ने, वेद पढ्नमा निपुण र विष्णु भक्तमा लागिरहेका रहने हुनुहुन्थ्यो। अग्निहोत्र आदि यज्ञहरूले ती हरि भगवानलाई प्रसन्न पार्नु भएको थियो। अनि सधैँ यस्तो प्रकारले रहने तपाईँकी गुणवती पत्नी पनि थिइन्। ती पत्नी ऋषि गौतमीकी सुन्दरी छोरी थिइन् र गौतमी भन्ने नामले प्रसिद्ध थिइन्। उनी प्रभुपति शङ्करलाई भवानी पार्वतीले झैँ सधैँ प्रेमले आफ्ना पतिलाई सेवा गर्दथिन्। गृहस्थाश्रममा धर्मपूर्वक रहेकी ती सुदेवको धेरै समय बित्यो, परन्तु उनको सन्तान हुँदै भएन। कुनै दिन आफ्नी पत्नीले सेवन गरिँदै भिक्षायौनमा बसिरहेका ती ब्राह्मणले खिन्न हुँदै घुकिएको शब्दमा भने, हे सुन्दरी, संसारमा छोरोभन्दा अर्को सुख छैन। तपस्याले, दानले पैदा भएको पुण्यले त अर्कै लोकमा मात्र सुख दिन्छन्। शुद्ध वंशमा पैदा भएको सन्तान नै यस लोकमा र परलोकमा पनि कल्याणकारी हुन्छन्। त्यस्तो त्यो श्रेष्ठ छोरो नपाएर मेरो बाँच्नु बेकार। न त मैले छोरालाई आफ्नो प्यारो गर्न पाएँ, न त मैले वेद पढ्नका लागि बिहानै बुझाउन पाएँ, न त उसको विवाह नै गर्न पाएँ। यसका कारण मैले जन्म व्यर्थ नै गर्यो। बरु मेरो मरण चाँडै भइजाओस्। अब मलाई बाँचिरहने मन छैन। आफ्ना प्रिय पतिको यस्ता प्रकारका विरक्तिको वचन सुनेर पत्नी गौतमी खिन्न हुँदी भइन्। पत्नीको प्रेममा चुल्लुम्म डुबेकी तथा प्रिय वचन बोल्न चतुर उनले धैर्य धारण गर्दै आफ्ना पतिलाई आश्वासन दिएका लागि अति सुन्दर वचन बोलिन्। गौतमीले भनिन्, हे प्राणेश्वर पति, यस बखत यस्ता तुच्छ कुराहरू एकदम नबोली दिनुहोस्। तपाईँ जस्ता भगवान भक्त बुद्धिमानहरू यस्ता प्रकारले मोहमा अल्झँदैनन्। हे विभो, हे मान्ने मेरा पति, तपाईँ सधैँ सत्य धर्ममा लागिरहने हुनुहुन्छ।
त्यसैले यति कहिले नै तपाईँले स्वर्ग जित्न सक्नु भएको छ। हे सुब्रत, हे सुन्दर व्रतमा रहेका स्वामी, तपाईँ जस्ता ज्ञानीहरूको लागि पुत्रहरूद्वारा सुख पाइन्छ भन्ने यो कुरो यस्तो कुरो हो। अर्थात् जानी नजानी पुत्रबाट प्राप्त हुने सुखको इच्छा गर्दैनन्। ब्रह्माहन उहिले चित्रकेतु नामका राजा पुत्रशोकले अत्यन्तै तडपिएका थिए। पछि नारद मुनिले र अग्रिरा ऋषिले आएर सम्झाएपछि ती राजा पुत्रका शोकबाट छुटेर संसार रूपी सागर तरिएका भए र मुक्त हुँदा भए। त्यस्तै गरी कुनै अङ्ग नाम भएका राजा पनि बेन नामका दृष्ट पुत्रको कारणले गर्दा राति वनमा गएका थिए। त्यस्तै प्रकारले हे स्वामी, तपाईँलाई पनि सन्तान सुख दिनेवाला हुनसक्छ तापनि हे तपोधन, सत्यमा यदि हजुरलाई सज्जन छोराको उत्कृष्ट इच्छा छ भने प्रसन्नपूर्वक जगतका स्वामी समस्त इच्छा पुर्याइदिने हरि भगवानको आराधना गरी दिनुहोस्। हे ब्रह्माण्ड, उहिले शङ्खयाचार्य कर्मदा ऋषिले जसको आराधना गरेर योगीहरूको श्रेष्ठ कपिल देव नाम भएको छोरा प्राप्त गर्नुभयो, सुदेव पनि आफ्नी धर्मपत्नीको यस्ता प्रकारको वचन सुनेर अनि अब यस्तै गर्नु भन्ने निश्चय गरेर तिनै पत्नीका साथ ताम्रपर्णी नदीको तटमा जाँदा भए। उहाँ गएपछि त्यस पवित्र तीर्थस्थलमा नुहाउँदा पाँचौँ दिनसम्म सुतेका पात र जल मात्र खाए र कठोर तपस्या गर्न थाले। त्यस्तै प्रकारले तपस्या गर्दा गर्दा ती तपोधनी सुदेवका 4000 वर्ष बिते। तब हे ब्रह्माण्ड नारद, तिनको यस्तो कठोर तपस्याले तिनै लोक काप्न थाल्यो। तब भक्तवत्सल हरि भगवान तिनको त्यो अति कठोर उग्र तपस्या देखेर हातपात गरुडमाथि बसेर भक्त सामु प्रकट हुनुभयो। श्रीमन्नारायणले नयाँ मेघको जस्तो वर्ण भएका अर्थात् पानी पर्ने बेलाको मेघ जस्ता तथा जगतकैको रक्षा गर्ने समर्थ चारवटा हात भएका एवं हँसिला मुख चेहरा देखिने ती मुरारी हरिलाई सामु देखेर सुदेव शर्माले हर्षपूर्वक ती मुकुन्द भगवानलाई साष्टाङ्ग लम्पसार परेर ढोग गरे अर्थात् ढोकिदिए। श्री इति बहु नारदीय पुराणे पुस्तक महात्म्ये नारायण संवादे सुवेद प्रस्करण नाम 14 अध्याय समाप्ते।